बालेन भनेको गजिया मान्छे हो। नयाँलाई हेर्नु पर्यो नि अब नयाँ चान्स दिनु पर्यो नयाँलाई चान्स दिनु पर्यो बुढो चुनावी माहौल छ त्यही भएर प्रधानमन्त्री को बन्छ बालेन कि केपी ओली भनेर आज म सबैलाई प्रश्न सोध्न गइरहेको छु जसलाई जसलाई भेटेँ मैले उसलाई उसलाई प्रश्न सोधेँ उहाँको प्रतिक्रिया कस्तो आएको छ पुरा भिडियो हेरिदिनु होला You are heartily welcome to Nabin Reacts for reaction videos and vlogs. शुभ नाम हिरा सिंह केसी अहिले चुनावको माहौल चलिरहेको छ बालेन कि केपी ओली बालेन किन अब नयाँ पार्टी नयाँलाई हेर्नु पर्यो नि अब नयाँ चान्स दिनु पर्यो नयाँलाई चान्स दिनु पर्यो बुढो खरा गयो तिनीको काम छैन हजुर नाम अमरबहादुर केसी केपी ओली कि बालेन बालेन किन किनभने समय हुन्छ क्या राजनीति राजनीति केलाई गर्ने किन गर्ने कसरी गर्ने भन्ने कुराहरूमा जाँदाखेरि केपी धेरैचोटि प्रधानमन्त्री हुनुभयो एउटा हो एक नम्बर दुई नम्बरमा उहाँका क्रियाकलाप उहाँका सबभन्दा राजनीतिक भाषा बोली व्यवहारहरू हेर्दाखेरि अलिकति के भन्छ उसिङ्गलपन बढी देखिएको थियो हजुर मुखमा जे बाबु बोल्ने होइन हावादारी कुरा गर्ने हजुर चुटकिला कुरा गर्ने विश्वव्यापी रूपमा कोरोनाले व्याप्त भएको बेलामा विज्ञान युगतिर लागिरहेको छ उहाँले अन्धविश्वास कुराहरूलाई संसद जस्तो गरिमा सदनमा बेसार पानी तातो पानीले बेसार खायो कोरोना चट भनेर चुटिरहने यसले गर्दाखेरि उहाँको पत्यार लाग्दा कुराहरू विश्वास लाग्दा जनताले विश्वास मान्ने कुराहरू र विकास गर्ने कुराहरू पनि धेरै कसौटी पर्छ ग्यास घर घरमा ग्यासका पाइपहरू गर्नुभयो रेलका हावादारी कुरा निकाल्नुभयो न कि नेपालमा न समुद्र छ न कुनै के अरे पानी जहाज बुढाउने कहीँ ठाउँ छ पानी जहाजका कुरा रेलका कुरा यी यावत कुराहरूले गर्दाखेरि उहाँका लागि र एउटा पार्टीको सिस्टममा के हुन्छ भने बहुदलीय जनवाद त भन्नुहुन्छ उहाँले त पार्टीभित्रको इलेक्सनमा जाँदाखेरि इलेक्सन भएका जो प्रतिस्पर्धीमा आउनु भएको जस्तो अहिले पहिला भीमरावलाई पाखा लगाउनु भयो अहिले उसलाई पाखा लगाउनु भयो के अरे ईश्वर पोखरेललाई जस्तो जनताले चोइस गरेर पाउनु पर्नेमा उहाँहरूलाई के भन्छ चोइसमै टिकटमै बन्देज गराइदिनु भयो यी यावत कारणले गर्दाखेरि र ऊ नयाँ न्यू जेनेरेसनको अहिलेको आवश्यकता हुन्छ किन विकास निर्माणको लागि राष्ट्रियताको संरक्षणको लागि हरेक कुराहरू गर्दाखेरि बालेन नै न्यू जेनेरेसन हो हजुरको सपोर्ट बालेन नै छ बालेनलाई हजुरको नाम भन्नु त मेरो नाम स्वस्तिका भट्टी केपी ओली कि बालेन बालेन किन अब केपीहरू बुढापाकाहरू पहिला केही काम गर्न सकेनन् केपीहरू प्रचण्ड सेरे यिनीहरू केही गर्न सकेन अब नयाँलाई चान्स दिनु पर्यो बालेनलाई रविलाई अनि यिनीहरू सबैलाई नयाँलाई नयाँ पुस्तालाई दिनु पर्यो चान्स धन्यवाद मेरो नाम सरिता केसी भन्नुहोस् केपी ओली कि बालेन म बालेन खोज्छु किन भन्दाखेरि यिनी पुराना यिनी भ्रष्टाचारलाई उता खेद्ने हो नयाँ नयाँ पार्टीलाई ल्याउने नयाँ पार्टी गर्ने पुरानोको चाहिँ अब काम छैन पुरानो चाहिँ 84मा 84 के अरे 84 गर्ने घरै बस्ने बिर्ता फत्ता खाने काम छ अब ठिक छ ठिक छ ल म त तपाईँ पनि बालेनको सपोर्ट हुनुहुन्छ म बालेनको सपोर्ट हुँ ए हस् हस् धन्यवाद ल धन्यवाद मेरो बुवा हजुरको नाम भन्नुहोस् त हजुरको नाम बालेन कि केपी ओली अब अघि त केपी पनि थियो हजुर अब केपी कता त गयो के गयो थाहा छैन भाइको कता केपी मेरो भाइ पहिला केपी पनि थियो अब कता गयो केपी पनि थाहा छैन त्यो अध्यक्षमा जित्यो भन्छन् अनि कुरोबाट सुनिन्छ अरू थाहा छैन भनेपछि हजुर सपोर्ट बालेन हो अहिले हजुरले सपोर्ट चाहिँ बालेन दिनुहुन्छ अब के बोलाइ दिनुहुन्न हजुरको नाम हजुरको चाहिँ सपोर्ट कसलाई बालेन कि केपी ओली अहिलेसम्म केपी छु भएको ठिक छ के पनि हुन्छ अब किन अब पछाडि अब त चुनाव हेर्नुपर्ने भयो अब उम्मेदवार होइन अहिलेसम्म एका ठाउँ त बाँधिया हुन्छ नि मान्छे पार्टीमा बाँधिया थियो मान्छे कहीँ न कहीँ होइन
अब आउँदाखेरि अब उठ्ने उम्मेदवारहरू कस्ता तरिकाका आउने अब जाने कहाँ भन्ने बारेमा अब त निर्णय गर्नुपर्ने भयो हो भएन बाबु अब यता अब भाल्यानपट्टि जानुपर्ने कस्ता उम्मेदवारहरू आउनुहुन्छ यहाँ जनताहरू त माग पनि होला अहिलेसम्म लगभग कहाँ थियो क्या थियो भन्दाखेरि वामपन्थी धारमा अड्डिया थियौँ नि अब आउँदाखेरि अबको चुनावमा त निर्णय गर्नुपर्छ होला बाबु है अब भोलि बिहान म भाल्यानपट्टि पनि जान सक्छु अनि त्यहाँ अब भनेपछि अब पहिलेको ठाउँ पनि अब त्यो बारेमा त अहिले त बडो गम्भीरसित निर्णय गर्नु बेला आएको छ बाबु मेरो तर्फबाट धन्यवाद है अब त्यो निर्णय त गर्नै पर्ने हुन्छ त अब देशका निम्ति त हजुर यहाँ त सुरु माथि हुन्छ हजुरको नाम चाहिँ दुईटै सेवाल हुँदो रहेछ त चेतबहादुर त हजुरको त सबै कसलाई बालेन कि के पनि नै म बालेन पनि होइन केपी पनि होइन म त काङ्ग्रेसको आस्थावान भएको मान्छे मैले त काङ्ग्रेसलाई अझ पनि काङ्ग्रेसमा हुनुहुन्छ काङ्ग्रेस किन अब किन भनेपछि अब हामी हिजोदेखि सबै आफ्नो योगदानहरू आफ्नो परिश्रमहरू हामीले आजसम्म काङ्ग्रेसैमा जीवन बिताइयो अब काङ्ग्रेसभन्दा अन्त कहाँ जाने हामी त काङ्ग्रेसलाई नै सपोर्ट गर्ने हो ठिक छ मेरो विचार त काङ्ग्रेसमा मेरो नाम घनश्याम खत्री हजुर म के भन्छु भने बालेन र केपीको बिचमा मात्रै होइन यहाँ 4 जना प्रतिस्पर्धा त्यसमा प्रतिस्पर्धी गर्ने उनीहरू जित्ने चाहिँ काङ्ग्रेसले हो हो कि किनभने अहिले यङ जेनेरेसनले पनि काङ्ग्रेसलाई धेरै समर्थन गरेको छ बालेन भनेको गजिया मान्छे हो हजुर थाहा छैन रवि भने कस्तो मान्छे हो घुसखोरी भ्रष्टाचारी मान्छे हो जेल पसेर निस्केको मान्छे हो कि होइन त्यही भएर अहिले 4 जनाको प्रतिस्पर्धामा केही भोट उसले लग्छ अनि काङ्ग्रेसले जित हासिल गर्छ विश्वास छ हजुरको नाम तेजबहादुर ओली अनि भन्नुहोस् तपाईँको सपोर्ट कसलाई छ म सपोर्ट मेरो भने सपोर्ट गरेर हामी त काङ्ग्रेसै हो हजुर हामी त काङ्ग्रेस हो जीवनबाट काङ्ग्रेस हामी देश विकास गर्ने नै काङ्ग्रेसले गरेको हो यो खुमार खरले पनि सबै गरायो यो बाटो खोल्ने खुमार गरायो बत्तीलाई पनि खुमार गरायो एमाले पनि बनाएन कोहीले पनि बनाएन खुमार खरले बाटो बनाएको हो सबै बनाएको अनि त्यो बेला बालेन थिएन होला नि त फेरि थिएन अब बालेन आउँदैछ बालेन सपोर्ट नगर्ने अब हामी त काङ्ग्रेस हो मर्ने बेला काङ्ग्रेस बाँच्ने बेला काङ्ग्रेस धन्यवाद तपाईँलाई यहाँसम्म भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद तपाईँ चाहिँ कसको सपोर्टमा बालेन कि के बोली म त बालेनको है